देखा न तेरो पनि कस्तो खै निकाल न फुलाओ न हौ यति हो च्याङ भएको च्याङमा ए केटाको ब्रुस्ती जस्तो हुने रहेछ बिस्तारै बिस्तारै अनि यो चाहिँ ठक्क मै ल्याएको थियो घरबाट फेरि डल्ली भइसक्यो मै फेरि यो चाहिँ अब खानु पर्यो भन्दा अब यो मै खाने हो अनि सो हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ आजको भिडियो चाहिँ मेरो फुल्ली गोरु जोतेको भिडियो हुनेछ आज चाहिँ गोरु जोत्नु पर्ने छ मैले अस्ति अब बर्खा लाग्यो नि त बर्खा लाग्ने बित्तिकै अस्ति नै म घर आइसकेँ घर आएपछि टक्कसँग घरमा काम गर्ने मान्छे कोही नभएको कारणले चाहिँ म चाहिँ अब सबै कामहरू मैले गर्नुपर्ने छ जोत्नुहरू पर्ने मैले चाहिँ भाइ विदेश गएपछि दुःख पाइयो र म आइसकेको छु आज गोरु जोत्ने हुनेछ आज फुल भिडियो गोरु जोतेको भिडियो त गाइस र गोरु चाहिँ यता छ यो गोरुलाई चाहिँ मैले टक्क लगेर जोत्नु पर्ने हुन्छ अन्त म चाहिँ यता छु ल उदो 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 यो गोरु टक्कसँगले तल झारेर दुईटा रातै रातो गोरु छ यो गोरु फेरि हाम्रो पनि होइन क्या फेरि अर्काको मागेको गोरु हो मागेको गोरुले काम चलाउनु पर्छ उदो पर काकाको गोरुहरू हो यो चाहिँ हाम्रो गोरु पनि होइन यसलाई चाहिँ टक्क मैले जोत्नु पर्ने छ आज जोत्न गाह्रो रहेछ उदो फाइनल्ली अब चाहिँ गोरु जोताइ हुने कुरो छ म चाहिँ यहाँ छु म चाहिँ गोरु नाएर नसकेर यता बुवाले गोरु नार्दै हुनुहुन्छ टक्क जुवा लगाइसकेपछि जोत्नु पर्ने हुन्छ मैले लाती त हान्दैन होइन यिनीहरू हान्नु त गोरु नार्दै हुन्छ बुवाले अब टक्क हलो लाएर जोत्नु पर्ने हुन्छ टक्क मैले चाहिँ हलो लिएर जानुपर्ने हुन्छ यहाँदेखि सट्ट मलाई हलो लाने हो तर जोतिहाल्ने हो टक्क गोरु रेडी भइसकिसक्यो हलो चाहिँ कस्तो छ भन्ने कुरो हो बोलाएन अनि बोलाएन यो हलोको त बाङ्गो बाङ्गो छ त हौ फाली पनि ल गाइस म चाहिँ हलो लिएर गएँ त मेरो चाहिँ हालत आज बहुतै गाह्रो भइरहेको छ पतला भइरहेको छ किनभने म चाहिँ आज बिहान 10 बजेदेखि गोरु जोत्न आएको दिनभरि जोताइ भइरहेको छ गर्मी त्यस्तै घाम पनि बेला बेला यस्तो साह्रो लाग्छ अनि त यता गोरु चाहिँ यता बिसाएर टक्कसँगले म चाहिँ यहाँनिर बसिरहेको छु अब कतिखेर यति सकेर चाहिँ फुकाल्नु पर्यो भनेको लास्टै गाह्रो भइरहेको छ घर फुकालिहाल्नु पर्ने छ यति सकेपछि चाहिँ काम गर्नु खानु नसकिने रहेछ हौ खुट्टा दुखेर खुट्टा घोचेर ढुङ्गाले के हो टुक्ने हात अब हेरौँ कतिखेर सक्छु सकेपछि फुकालेर घर लागिदिइहाल्नु हो भोको पनि लाग्नु थालिसक्यो यता चाहिँ फेरि के रे कहाँ गरेर वन कुखुरा कराइरहेको छ है
बनपोथी आवाज सुन्न सक्नुहुन्छ है साथीहरू। करायो करायो हो करायो। यो बनकुखुरा चाहिँ फेरि लास्ट चलाक हुन्छ क्या, जसरी गरे पनि यसलाई मार्नु पनि सक्दैन। मान्छेको अलिकति खिच्रिक्क गर्ने बित्तिकै यसले टाप दिइहाल्छ क्या। यसलाई भरेतिर यसो व्यवस्था हाल्नुपर्ने छ राति गएर। तिमीहरूको सिक्स प्याक देखा त केटा कस्तो खतरा तिनीहरू तिनजनाको। लु त यहाँ चाहिँ गोरुजोत्रो ठाउँमा चाहिँ यहाँ सिक्स प्याक कम्पिटिसन हुँदैछ केटाहरूको। तिनजना लाउरेहरू छ यहीँ र तिनजना लाउरेहरूको चाहिँ सिक्स प्याकको कम्पिटिसन। ल देखायो त अलिक केटा ल अरे बसेर देखा न तेरो पनि कस्तो खोइ निकाल न फुलाओ न हौ यति हो यति हो खोइ त च्याङ भएको त छैन त छैन रहेछ नि हौ। खोइ सबिनको चाहिँ छ कि अलिअलि केटाको चाहिँ रहेछ है अलिअलि च्याङ भएको। च्याङ्बा ए केटाको ब्रुस्ती जस्तो पो हुने रहेछ बिस्तारै बिस्तारै। सो गाइज है म चाहिँ ठक्कसँगले केसेस काटिसकेँ। अब केसेस काटिसकेपछि टक्क गोरु जोत्नुपर्ने हुन्छ। भाइहरू अघि नै केस काट्नु भनेर आएको थियो, केसेस मेरो काटिसक्यो। केसेस काटिसकेपछि मैले गोरु जोत्नुपर्ने हुन्छ। भाइहरू चाहिँ अनि घरबाट नै मैले केस काट्नु चाहिँ केटा भनेको थिएँ। भाइहरू आएको थियो म जोत्दै गएको ठाउँमै तिनजना भाइहरू आएको थियो। तिनैजनाको केस काट्यो र उनीहरू चाहिँ बाहिरतिर लाग्यो। अनि म पनि अब केसेस काटिसकेपछि होइन केसेस काटिसकेपछि कस्तो देखिएको छ फाइनल लुक्स राम्रो देखेको होला, तर राम्रो के देख्नु भन्न हिलो हिलो भइरहेको छ। अब कस्तो हुन्छ होइन म चाहिँ जोतिनतिर लाग्छु कस्तो हुन्छ होइन। अब हिलो हिलो माटो माटो त अनि काम गर्दाखेरि त्यस्तै हो होइन। त्यही अनि अब तपाईँहरूलाई देखाइदिउँ भनेर अब भिडियो बनाउनु पऱ्यो भनेर बनाएको। समुद्री बाख्रा गोठालाहरू चाहिँ टन्नै छ है। ल गाइस म चाहिँ जोतिनतिर लाग्छु है त। Alright. Yeah. Udah. 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 फाइनली यो गरेर चाहिँ जोतेर कम्प्लिट बनाएँ होइन।
यो गरा चाहिँ जोतेर तल यो गरा मात्रै होइन जोत्नु यता तलदेखि नै जोतेर ल्याएको यो चाहिँ अलिक ठुलो गरा हो क्या यहाँ खेतको अनि यो गरा जोतिसकिसक्यो मैले चाहिँ अनि गोरु त्यहाँ उकालो छोडिदिएको छु अनि जोत्ने हलो चाहिँ त्यहाँनिर छ अनि म चाहिँ टक्क यहाँनिर छु अब साह्रै भोक लाग्यो क्या अनि यो चाहिँ टक्क मै ल्याएको थिएँ घरबाट फेरि डल्ली भइसक्यो म यो खेतले चाहिँ अब खानु पऱ्यो भन्दा अब यो मै खाने हो अनि फेरि एकछिन जोत्ने हो अनि फुकाल्ने हो लास्टै गाह्रो परिसक्यो गाह्रो पनि उत्तिकै गर्मी त्यस्तै छ साथीहरू रात पनि पर्यो मैले गोरु पनि फुकालिसकेँ होइन चट्ट गोरुहरू फुकाएर गइसक्यो अब यहाँनिर चट्ट चप्पल लाउनु पर्ने हुन्छ अनि अब लाग्दिने हो घरतिर भोक पनि लागिसक्यो अब आज जति जोत्यो अब भोलि जोत्ने हो यस्तो छ गाइड छ होइन हाम्रो मेला चाहिँ यो त्यो डाँडातिर चाहिँ हिजो जोतेको आज चाहिँ यति हो जोतेको मैले केटाहरूसँग गफसप गर्दा होला ढिलो भयो भोलि चाहिँ यहाँदेखि जोत्नुपर्ने हुन्छ यति चाहिँ जोतिसक्यो यो ठुलो अलिकति ठुलो गराएर चाहिँ यसले भुलायो मलाई अन्त गोरु चाहिँ ऊ माथि कहाँ पुगिसक्यो ऊ माथि जाँदैछ अनि माथि जानुपर्ने हुन्छ अब भोलि एकैचोटि भोलि मात्रै जोतिन्छ है केटा हो जोत्नु चाहिँ लास्ट गाह्रो रहेछ होइन म चाहिँ थाकेँ आज नै काबु भइसक्यो फर्स्ट दिन जोतेको जुत्दा लास्ट गाह्रो भयो अब टक्क घर गएर नुहाइ गरेर फ्रेस भएर फेरि घर गएपछि थोरै काम छ काम गर्नुपर्ने हुन्छ टक्कसँगले जाने हो फेरि खेतको बाटो चाहिँ हो नि फेरि उकालो हिँड्नुपर्ने हुन्छ होइन गोरु लगेर बाँधेर घाँस सास हाल्नुपर्ने हुन्छ घाँस त आमाहरूले हालिहाल्नुहुन्छ म चाहिँ गएर ठक्क हिलो भइरहेको छ नि त हालत देख्न सक्नुहुन्छ म चाहिँ लास्टै गाह्रो परेको छु भोलि पानी पर्न भने बिहान जोत्ने हो नत्र दिउँसोतिर हो आएर बिस्तारै ल है त गाइस आजको भिडियो चाहिँ म यहीँ इन्ड गरिदिन्छु अब ठ्याक्कै अर्को भिडियोमा भेटौँ है त गाइस ल सी यू टुमारो ओके बाई बाई